नमस्ते साथी हो किसान दाजुभाइ दिदीबहिनीहरू। मैले चाहिँ अब मेरो नाम चाहिँ गीता हो। मैले यहाँ नयाँ फर्म गरिरहेको छु। अब यो नयाँ फर्ममा चाहिँ नयाँ पनि केही गरौँ भन्ने हिसाबले हैन हामीले चाहिँ अब यो वाला फर्सी चाहिँ यहाँ देख्नुहुन्छ तपाईहरुले फल्न थाल्यो। 1 महिना भयो हामीले यो रोपेको। अनि त्यहाँबाट अब यसलाई चाहिँ हामीले हिउँदमा लाउँछौँ। माघदेखिको फागुनसम्म लगाएर चैत वैशाख जेठसम्म हामी यो बेच्छौँ हैन। अनि पहिला हामीले पनि त्यही गरे हो। अनि मैले चाहिँ यो प्लास्टिक घरमा चाहिँ यहाँ चाहिँ हुन्छ कि हुँदैन यो कस्तो हुन्छ भन्न लागि पनि हो। अनि अब यो पहिलोचोटि हो हामीले लगाएको। यो लगाएर अब यहाँ खासै भने गोलबेडा हुन्थ्यो, गोलबेडा नलगाएर मैले यो लगाइराखेको छु। अब यसले के गर्छ कतिको दिन्छ हैन अब भनेर यो गर्नको लागि चाहिँ हामीले सुरु गरेको। अब यसमा चाहिँ के भयो भने यो अलि बढी गर्मी ठाउँ भएको भएर होला तपाईको यो अलिकति भाइरस आइरहेको छ ठाउँ ठाउँमा। अब राम्रो बोट चाहिँ यस्तो छ लगाउँदो हैन। अनि यो भाइरस लागेको बोटहरु चाहिँ यस्तो भएको के कोही बोटमा आछ, सबैमा चाहिँ छैन। कोही बोटमा चाहिँ आछ। अब यसको उपचार भनेको चाहिँ हामीले चाहिँ भाइरसको लागि भनेर चाहिँ मही तामाको भाँडामा राखेर चाहिँ 3 दिनसम्म तामा भाँडा राखेर त्यो महीलाई हाल्यो भने चाहिँ हामीले भाइरस भाग्छ भनेर त्यही गर्ने गरेका थियौँ। अब अहिले पनि त्यही गरौँ भनेर लागिरहेका छौँ। अब यो हालेर यहाँ चाहिँ हुन्छ कि हुँदैन हामीलाई उहाँ लेलेम बस्दाखेरि त भइरहेको थियो। अब यहाँ भयो हुन्छ हुँदैन त्यो चाहिँ थाहा छैन, हालेर हेर्नुपर्छ। अब यो ठाउँ अनुसारको कति कुराहरू फरक पर्दो रहेछ। हामीले चाहिँ अब यसरी यो पुरै यो यति एरिया हो परसम्म लगाखौँ। यो अब यसको अब फलाइ कस्तो हुन्छ हिउँदमा जस्तै फल्छ कि फल्दैन भन्ने पनि छौँ। त्यसपछि हिउँदमा चाहिँ खासै त्यति भाउ त आउँदैन। अब अहिले चाहिँ भाउ कस्तो आउँछ भन्ने पनि छौँ। अब हेरौँ यसलाई बेचेर मात्रै थाहा हुन्छ हैन। अलिकति यो फेरि यतापट्टि साइडमा चाहिँ अलिकति पातलो पनि रोपेछौँ हामीले। यतापट्टि फेरि ठिक छ बोटहरू ठाउँ ठाउँमा कोही मर्यो। यो त्यहाँदेखिको त्यहाँसम्म लगाएको छ हैन। एउटा गह्रो भनौँ न, एउटा गह्रोमा छ। यसको फल्छ भन्नेमा छौँ। अब हेर्दै जाउँ फलेर यहाँ पनि यसरी फल्न थालिसके। थोरै समयमा फल्ने भएको भएर अब हेरौँ न त कस्तो हुन्छ भनेर गरे हो। अब हेरौँ यो चाहिँ अफ सिजनमा छ। अब अन्त फर्सी निस्केन भने चाहिँ यसले भाउ पनि दिएला राम्रै हैन। अब कहिले थाहा नै हुँदैन भाउको त। अब अन्तबाट धेरै फर्सी आयो भनेदेखि नआउन नि सक्छ, आउन नि सक्छ। आयो अब कतिको आउँछ भन्ने कुरा हो। अब यो पछि चाहिँ हामी यो निकालेर फेरि गोलबाट रोपिहाल्छौँ हैन। अब यहाँ देख्नुहुन्छ हामीले यहाँ यो गह्रोमा चाहिँ योभन्दा तल्लो गह्रो हो। यो चाहिँ यसमा चाहिँ हामीले भ्यान्टा लगाएको छौँ भर्खर। हाम्रो पहिलाको भ्यान्टा अब लगभग सकियो भनौँ। अब यो चाहिँ भ्यान्टा अहिले फेरि पछिको लटलाई भनेर लगाएको छौँ। अब योभन्दा मुनि 2-3टा गह्रो छ, त्योभन्दा मुनि सिमी छ, त्योभन्दा माथिल्लोमा घिरौला लगाएको। यो चाहिँ हामीले टमाटर लगाएको छौँ। टमाटर चाहिँ अहिले पालि सबै असफलै भइहाल्यो। अनि यसमा चाहिँ अब फेरि चाहिँ हामी सिमी या बोडी केही लगाउँछौँ भनेर चाहिँ हामी गर्दै थियौँ। अब आज जोत्यौँ भोलिदेखि पानी आएको आइ रहँदैन त पानी नि के गर्नु। अब कुन दिन यो 2-3 दिन घाम लागेपछि सुकेपछि यो घाँस हालेर फेरि जोतेर फेरि खन्नु पर्ने हुन्छ। यस्तो डोरै तेरै काम गर्नु परेको छ। यो पानी अहिले वर्ष कति आएको म सरेर हो कि जस्तो नि लाग्छ। अब नयाँ ठाउँमा आएको झन् हामीलाई त यति पानी आइदियो कि अहिले वर्ष सबै बिगार्ने गरेर आइरहन्छ दिनकै। अब अहिले एकछिन यसो भइछ अलिअलि उग्रिरहेछ, अहिले पानी परिहाल्छ। फेरि पानी नि यति ठुलो पर्छ कि त
आरिल घोप्टा जस्तो पानी पर्छ, के गर्नु, गाह्रो भयो यो तरकारी। तर चाहिँ अब मेरो विचारमा चाहिँ किसान दाजुभाइ जो पनि हुनुहुन्छ, यो टँडेल नहालिकन चाहिँ खेती गर्ने काम ठिक होइन। टँडेलमा भए ठिक छ, टँडेल हालेर गऱ्यो भने अब राम्रोसँग गर्न पाइयो, पानी आए पनि गर्न पाइयो, पानी आएर बिग्रेला भन्नु परेन। अब यता चाहिँ हाम्रो भिन्डी छ, हेर्नु न, यो भिन्डी चाहिँ अब भर्खरै फुल फुल्न थाल्यो, अब फल्न सुरु हुन्छ अलि दिनमा। यो भर्खर फुल फुल्दैछ, अब यो पनि फल्न थाल्यो रहेछ। अब के गर्नु, पानी धेरै आएर उ भइसक्यो। मेरो यत्रो ठुलो गह्रो चाहिँ बाँकी रहिरहेछ। अब यसलाई चाहिँ कसरी 2 दिन 3 दिन पानी नआइदिए बनाउनु हुन्थ्यो र केही रोपिहाल्नुहुन्थ्यो भनेर भने, जे रोपे पनि अब हेरौँ गोलबाटै रोपिन्छ जस्तो छ त्यसमा चाहिँ। ल साथी हो, धन्यवाद। अब मैले देखाइहालेँ तपाईँहरूलाई, कोही बेला अफ सिजन खेती पनि गर्नुपर्छ।